हेलो एभ्रिवान, आज चाहिँ म चिटिक्क परेर वेलकम प्रोग्राममा जाँदैछु। यो चाहिँ हामी 12का स्टुडेन्टहरूले 11का स्टुडेन्टलाई दिएको चाहिँ वेलकम हो। पुगे त्यहाँनेरि अनि मेरो नानी थक्कुहरूलाई पनि भेटे। अनि यो चाहिँ हाम्रो ब्याक स्टेजको चाहिँ रमाइलो हो। कोही नाच्दैछौँ, कोही चाहिँ भिडियो बनाउँदैछौँ, एकदमै इन्जोय गरिरहेको थियौँ। अनि मेरो चाहिँ स्पिच भन्नु थियो कि वेलकम स्पिच, अनि मैले वेलकम स्पिच पनि दिएँ। त्यसपछि दीप प्रज्वलन गरेर चाहिँ हाम्रो प्रोग्राम स्टार्ट भयो। म्यामको स्पिच पनि भयो एन्ड देन वेलकम डान्स इज कम्पलसरी। हामी चाहिँ पुरा रमाइलो लिइरहेको थियौँ कि प्रोग्रामको चाहिँ पछाडि बसेर। अनि त्यसपछि सुरुमै हामी चाहिँ गीत गाउँदै गाउँदै स्टेजमै गएर नाच्न थाल्यौँ। अनि फेरि बिचमा चाहिँ एउटा पर्फर्मेन्स पनि भयो। अब फेरि हाम्रो नाच्ने पालो है त साथीहरू। अब मजाले स्टेजमा गएर फेरि नाचिन्छ। मेरो साथीहरूको चाहिँ नेवारी गीतको डान्स थियो। मैले कस्तो मजाले हेरेँ। हाम्रो यसरी चाहिँ प्रोग्राम अघि बढिरहेको थियो। हाम्रो साथीहरूले चाहिँ कति राम्रो राम्रो गीत गायो कि। अनि त्यसपछि फेरि हामीले डान्स गर्यौँ। लाखे डान्स चाहिँ एकदम बबाल भएको थियो, रमाइलो भयो। अब पालो खाना खाने। अनि खाना खान गयौँ। सुरुमा पानीपुरी खाइदिएको, अनि बल्ल हामी चाहिँ लाइनमा बसेर चाहिँ खाना लियौँ। अनि त्यसपछि टिकटक बनायौँ। त्यसपछि एकछिन अनि फेरि आइसक्रिम पनि खाएको। खानापछि चाहिँ हाम्रो लोकटोनिक ब्यान्डको चाहिँ पर्फर्मेन्स थियो। सो हामीले मजाले गीत गाउँदै पर्फर्मेन्सलाई चाहिँ भरपूर नै इन्जोय गर्यौँ। अब जाडो महिना हो, छिट्टै राति पर्छ, त्यही भएर घर पनि हामी निस्किहाल्यौँ। म त अलि टाढा पनि बस्छु, सो अलि हतार त गरेरै निस्किनु पर्छ। बाई।